ल गाइज आज चाहिँ बोडीको सब्जी खाने कार्यक्रम छ। यसरी टक्क फलेका छन्, टक्क अर्ग्यानिक, आफ्नै हातले बनाएको, आफ्नै हातले रोपेको, टक्क यसरी टिपेर मजासँग यसलाई चर भुटेर खाने कार्यक्रम छ है। के गर्नु, परदेशमा भए पनि जे होस् खेती किसान गरेर परदेशमा पनि यस्ता सिमीहरू फल्छन्, बोडीहरू फल्छन् साथीहरू है। मेहनत गर्नुपर्छ। यो पक्कै पनि मेहनतको फल फलेकै त होला नि हैन। हेर्नुहोस्, अलिकति हावाहुरी असिनाले गर्दाखेरि सोचे जस्तो भएन है। तर पनि आफूलाई खानलाई चाहिँ भइराखेको छ। दुई चारवटा फलिराखेका छन् है गाईजहरू। यसरी यहीँ सुकेको छ, यही झरेर फेरि उम्रिन्छ। यहाँ गोडमेल गर्नुपर्ने कार्यक्रम छ। समय नमिलेको कारणले गर्दाखेरि अलिकति गोडमेल चलेको छैन, गोडिदिने मान्छे छैनन्। के गर्नु है, एक्लै कता कता भ्याउनु साथीहरू है। ड्युटी पनि गर्नै पर्यो, साउको काम गर्नै पर्यो। हेर्नुहोस्, एकजना साथीले भन्दै थियो बोडी मात्र देखाएर सिमी भन्छस् भन्दै थियो आफ्नै साथीले। यस्तो हरिया परिया खानी गर के साथी, हरिया परिया खानी गर, अनि आँखा देख्छस् अनि चिन्छस् सिमी र बोडी। त्यो मान्छे पक्कै पनि आउँछ, पहिलो कमेन्टमा त्यही आउँछ है। तर कस्तो खालको फलेको अचम्म छ यार। अस्तिको हावाहुरी बतासले गर्दाखेरि सिमी बोडीलाई असर गर्यो है साथीहरू, नत्र लटरम्मै फलेको थियो। हेर्नुहोस्, तर पनि आफूलाई खान त जति पनि छ अर्ग्यानिक हरियो। ल हेर्नुहोस्, एकजना मान्छेलाई कति चाहियो। यस्तो एउटा टोकरी लिएर बारीमा छिर्न पर्छ। एकजनालाई खाना पुग्ने त जति पनि छ। ल यो चाहिँ गोडमेल गर्ने कार्यक्रम छ। र टमाटरहरू पनि पाकेर लदावदी छ। के गर्ने, खाइदिने मान्छे छैनन् कोही पनि यतातिर। यसरी कोही खाने मान्छे भएको भए यसरी खस्नै पर्थेन बिचरा। हेर त, मेरो मेहनतको फल कुहिएर गयो। जस रमाइलो छ परदेशी जिन्दगानी। टमाटरहरू अब यसलाई चट्ट निकाल्ने हो यसरी। अनि यसको अचार पनि हुन्छ साथीहरू है। सब्जीमा राखे पनि हुन्छ, अचारमा राखे पनि हुन्छ, यत्तिकै अब सलाद खाए पनि हुन्छ है। जसरी जे गरे पनि हुन्छ है साथीहरू। तपाईँहरूलाई पनि मन पर्छ भने पार यसको, यो भनेको लोकल हो है, लोकल नेपालको लोकल टमाटर जस्तै बहराइनको पनि लोकल टमाटर हो। तपाईँहरूलाई यस्तै तरिकाबाट बनाएर खान मन छ भने पार पक्कै पनि बिउ चाहिन्छ भने सम्पर्क गर्नु होला। दुई चारवटा ल्याइदिउँला है, ल्याइदिउँला। हमारा मोटू क्या देखने के लिए आया नहीं मालूम। ल साथीहरू, अब यसलाई चाहिँ टक्क टोडेर है सर्लक्क खाने कार्यक्रम छ। ल अब बाँकी चाहिँ अर्को भिडियोमा भेटघाट गरौँला भन्दै अहिले चाहिँ बिदा हुन चाहन्छु। हस्त, नमस्ते, जय नेपाल। क्या